सबैजनालाई गुड मर्निङ नमस्कार। आजको मौसम अत्यन्त सफा देखिएको छ र त्यति सफा चाहिँ होइन। आकाशमा बादल चाहिँ छ, हल्का हल्का कुहिरो लागिरहेको छ। मैले दृश्यमा देखाएको यो ठाउँ लुम्री गाउँपालिका वार्ड नम्बर 1 दाइबाङ र खड्डरको भूभाग हो। यहाँनिर सरस्वती माध्यमिक विद्यालय छ, जुन अहिले +2 सम्मको चाहिँ पठन पाठन भइराखेको छ र यहीँनिर एउटा लुम्री गाउँपालिका वार्ड नम्बर 1 को चाहिँ वडा कार्यालयको भवन पनि यही दाइबाङ भन्ने स्थानमा छ र पारी खड्डर भन्ने स्थानमा पाङ स्वास्थ्य चौकीको कार्यालय चाहिँ छ भने यही दाइबाङ नै स्वास्थ्य चौकीको पाङ स्वास्थ्य चौकीको नयाँ भवनको लागि बजेटको व्यवस्थापन सङ्घीय सरकारबाट भएको छ। त्यसैगरी यो भूभाग भनेको लुम्री गाउँपालिका वार्ड नम्बर 1 पाङ खड्डरकै माथि यो जिलाबारी भन्ने रोटे भन्ने चाहिँ भूभाग हो। यो अत्यन्त पर्यटकीय दृष्टिकोणले पनि समथर घुम्न लायक ठाउँ छ र वनजङ्गलको लागि, घाँस घुरेनको लागि अत्यन्त चर्चित र फेमस ठाउँ मानिन्छ। यो माथिको चाहिँ जिरेजय हो, अनि यता सेपको यो घना जङ्गल, घनको जङ्गल छ। यहाँबाट यो पाङ देउराली, प्युठान देउरालीसम्म मोटर बाटो जोड्ने प्रयास गरिएको छ। यहाँ थोरै चाहिँ काम चाहिँ बाँकी छ। अहिले पनि रु 10 लाख रुपियाँ गाउँपालिकाबाट लुम्री गाउँपालिका बजेटको व्यवस्थापन भएको छ। र सेक्टरको भूभाग हो यो हाम्रो लुम्री गाउँपालिका वार्ड नम्बर 1 पाङको भिरीखोर यो कोट जसलपोखरा भन्ने चाहिँ छ। यो माथि देखिएको ठाउँमा मेरो बुबाले यहाँ घर बनाउनु भएको थियो। हामी करिबन हाम्रो मेरो बाल्यकाल यही ठाउँमा चाहिँ बितेको थियो। पछि यो ठाउँबाट बुवाले घर भड्काएर फेरि तल्लो गाउँमा चाहिँ सार्नुभयो। यसरी यसलाई डाँडाटोल चाहिँ भन्छ। र यसरी चाहिँ यो आजको मौसम यो चाहिँ लुम्री गाउँपालिका वार्ड नम्बर 1 कै चर्चित बालुवा खानी हो। राम्रो बालुवा चाहिँ पाइने गर्दछ। पारीको भूभाग यो बक्से ढुङ्गा डरखानी भन्ने भूभाग चाहिँ यही आसपासमा चाहिँ पर्छ। त्यो ठुलो भिर भन्ने पनि जङ्गल पनि छ, भिर पनि छ, जुन त्यहाँ मान्छेले मसिनो खरको भुरेर काट्ने काम गर्छ। यो सरपाखा भन्ने भूभाग हो। यो टमाखानी भनेर ऐपिलीहरूको जग्गा भएको स्थान पनि हो। यो लुम्री गाउँपालिका वार्ड नम्बर 1 पाङ ऐपिको भूभाग हो। यहाँ नेपाल टेलिकमको एनटिसी टावर पनि चाहिँ छ। यसरी पारी देखिने भूभाग चाहिँ लुम्री गाउँपालिका वार्ड नम्बर 7 हार्जङको छरेखुङ, भुइँचबे, उस्पाडुङको भूभाग हो। र यसै गरिकन माथि लुम्री गाउँपालिका वार्ड नम्बर 6 डाङबासाको चाहिँ भूभाग हो भने यता पाटीकुञ्जलको चाहिँ भूभाग हो। पारी देखिने कुञ्जलको माथि धुरी हो। यो पारी देखिने सुनिसपेटी गाउँपालिका मेजिङ, त्यसै गरिकन रोल्पा नगरपालिका 7 दुपट्टेको चाहिँ भूभाग हो। चाहिँ आजको मौसम यस्तो प्रकारको चाहिँ छ। धन्यवाद।